फूल ओइलिन्छ किनकि परमप्रभुको आत्मा त्यसमाथि बहनुहुन्छ। त्यसै मानिस घाँस हो। घाँस सुकिजान्छ, फूल ओइलिन्छ। हाम्रो परमेश्वरको वचन सदा सर्वदा रहिरहन्छ। हेर्नुहोस् है, घाँस एउटा फूल र घाँस के हुन्छ, त्यो ओइली जान्छ झरेपछि। त्यो कारणले एउटा के भएछ भन्दाखेरि एक ठाउँमा के भयो भन्दाखेरि घाँस जताततै छ, मान्छेले कुल्चिएर हिँड्छ, तत परल पनि हुन्छ नि, धानको परल पनि जताततै घाँसहरू कुल्चिँदै हिँड्छ। तर एउटा चराले टपक्क टिपेर माथि के भन्छ रुखमा लगेछ। एउटा कर्मी चरा छ नि, तपाईँहरूले देखेको छ नि, रुख माथि यो गुवाको माथि घर बनाएर बस्छ। अन्त त्यो घाँसले भनेछ, अरे तपाईँले मलाई किन माथि ल्याउनु भएको? यति माथि कसैले मलाई ख्याल गर्दैन, मलाई लट्याउँदै हिँड्छ, कुल्चिँदै हिँड्छ, तपाईँले मलाई किन यहाँ माथि राख्छ? होइन, त्यो चराले भनेछ, होइन, यो चाहिँ तपाईँ चाहिँ हाम्रो बस्ने ठाउँ हो, लुक्ने ठाउँ हो, बास गर्ने ठाउँ हो भनेर भनेछ त्यो चराले। अनि हुनु पनि हो कि होइन? आज तपाईँहरू हामी त्यो चराले के गर्छ थाहा छ? पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर भेला गरेर त्यो गुड बनाउँछ, बच्चा बनाउँछ। त्यसरी नै तपाईँ हामी पनि पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर भेला गरेर यो परमेश्वरको घर बनाएको छ। किनभने बाइबलमा लेखेको छ, त्यति टाढो नजाउँ। अनि भजन संहिता 103 को 15-16 पढिदिनुहोस्। भजन संहिताको किताब 103 अध्यायको 15 और 16 पनि त्यही कुरा लेखेको छ। न फुल त एकछिन मात्रै देखा पर्छ, पढिदिनुहोस्। मानिसको आयु त घाँस जस्तै छ, मैदानको फुल जस्तो त्यो फुल्दछ। किनकि त्यसमाथि हावा चल्ने साथ रहँदैन, त्यसले आफ्नो ठाउँ फेरि चिन्दैन। हेर्नुहोस् है, एकदम मान्छेको आयु चाहिँ घाँस जस्तो हो। मान्छेको आयु कतिसम्म छ भन्दाखेरि 70सम्म छ। 70देखि फेरि खाइलै पाइकन 80सम्म छ। भजन संहिता 91-90मा आउनुहोस्, 90को 10 पद पढिदिनुहोस्। त्यो कारणले आज तपाईँ हामी जसले आज प्रभुलाई पाएको छैन, प्रभुलाई चिनेको छैन, जानेको छैन, आज प्रभुलाई पाउनुहोस्। प्रभुलाई ग्रहण गर्नुहोस्, पश्चाताप गर्नुहोस्। प्रभुको रगत आलो छ। आज त्यो प्रभुको आलो रगतले हामी प्रभु यीशु मसीहलाई विश्वास गर्नुपर्छ, उद्धार पाउनुपर्छ, मुक्ति पाउनुपर्छ, पापको क्षमा पाउनुपर्छ, मरेपछि स्वर्ग जानु